हेलो नमस्ते एभ्रिवान हजुरहरूलाई स्वागत छ। आज चाहिँ मेरो पार्सल आइपुग्यो है साथीहरू। मैले टिमु एपबाट चाहिँ मैले अर्डर मगाएको थिएँ। सो मेरो अर्डर आइपुग्यो रहेछ अनि भर्खरै गएर लिएर आएको भर्खरै। सो म चाहिँ अब अनबक्सिङ गर्न गइरहेको छु है। ल हेर्नु साथीहरू, मैले चाहिँ के लिएर आएको रहेछ के चाहिँ अर्डर गरेको रहेछ भनेर चाहिँ म तपाईँहरूको सामु चाहिँ हैन अनबक्सिङ गरेर देखाउने छु है। हेर्नु है साथीहरू। सो ढिलो नगरिकन चाहिँ अब कट गरिहालौँ न है। रेड सो पार्सलभित्र पार्सल रहेछ क्या हो। माई गड अब त के छैन नि। सो एउटा आइटम चाहिँ के हो भने चाहिँ एउटा आइटम चाहिँ यो हातमा लाउने है। घामले पोल्छ नि त बाहिर काम गर्ने बेलामा, त्यही भएर चाहिँ मैले यो मगाएको थियो। तर यो अर्कै टाइपको रहेछ हो। यो चाहिँ अहिले कलरै अर्को रहेछ। मैले खास अर्को कलरको मगाएको थिएँ तर हैन केही छैन, ठिक छैन। मैले पहिलाको त्यो छ नि त, पहिलाको यो कलरको भइहाल्यो। अहिले यो कलर दामी छ, कपडा पनि दामी छ किनकि शीतल हुन्छ क्या यो कपडा चाहिँ, त्यही भएर मैले मगाएको। फेरि दामी ग्लोभ्स हो नि त यो, सन प्रोटेक्टर। डर्दैन कि बाहिर काम गर्दा हैन। एउटा यो आइटम भइहाल्यो। ढिलो नगरिकन अरू खोलिहालौँ। सो अर्को चाहिँ गाइज कप, फेरि पनि मैले कफी कप मगाएको छु। योभन्दा अगाडि पनि मैले मगाएको थिएँ, तपाईँले हेर्न सक्नुहुन्छ। योभन्दा अगाडिको भिडियोमा पनि मैले टिमु एपबाट नै हैन कफी कपहरू मगाएको थिएँ हैन। मलाई राम्रो लाग्यो, मलाई मन पर्यो अनि फेरि पनि मैले मगाएको छु। चाहिँ किन फेरि मैले मगाएको भन्दाखेरि घर जाने बेलामा काम लाग्छ नि त, नेपाल जाँदा फेरि लिएर जाने हो नि त। त्यही भएर मैले अहिलेबाट नै सपिङ गरेर अहिलेबाट नै सामानहरू अलि हल्का हल्का जुगाड गरेर राखेको के, एकैचोटि किन्नुभन्दा होइन। सो यो कफी कप पनि दामी छ के, क्वालिटी दामी छ, एकदम मन परेको, बेस्ट हो है, दामी छ यो। सो साइज एकदम मलाई मन परेको चिज हो यो पनि कफी कप। पहिलेकोमा चाहिँ मैले रेडमा मगाएको थियो भने अहिलेको चाहिँ ग्रिनमा मगाएको छु है। सो सुपर दामी, घर जाने बेलामा लिएर जाने हो नि त, त्यही भएर मैले मगाएको। मलाई यो सामान एकदम मन परेको। सायद मैले फेरि नेक्स्ट टाइम पनि फेरि अर्को मगाउन सक्छु हैन, मगाउँछु होला है। सो दुईवटा आइटम भइहाल्यो। सो थर्ड आइटम हेरौँ। थर्ड आइटम पनि कफी कप नै हो हैन, कफी मग। सो कफी मग मैले अर्डर गरेको छु। यो चाहिँ कस्तो रहेछ अनि यो चाहिँ ब्लू कलरमा थियो। ब्लू त ब्लू, कस्तो ब्लू, अर्कै ब्लू रहेछ है कफी। सो यसको भित्र हेरौँ। यो यसरी ओपन हुने रहेछ हुन्छ कफी। सो यो चाहिँ चट्ट चाय बनायो हैन, अनि चट्ट गाडीमा बस्दै लिएर हिँड्ने कफी होइन। दामी छ यो क्वालिटी पनि मन पर्यो। सो मलाई यो चाहिँ एकदम मन परेको के। सो थर्ड, ल अब फोर्थमा चाहिँ ब्याग है, कस्तो रहेछ यो ब्याग हेरौँ है। सो ओपन गरिहालौँ न होइन। सो थर्डमा फेरि यो ब्याग छ। यो ब्यागमा आएको तर खै कस्तो क्वालिटी छ, डह्रो छ कि छैन हेरौँ होइन। कतै च्यातेको छ कि छैन, च्यात्यो भने त अब ओहो रिटर्न गर्न पर्छ नि त। सो यो ब्यागको क्वालिटी चाहिँ कस्तो रहेछ भने यहाँ ओहो चेन अलिक सानो रहेछ, त्यो यस्तै हो। सो ओके,
दामी छ मेरो ल्यापटप हाल्नलाई ठिक हुँदो रहेछ सो मन पर्यो मलाई यो ब्याग पनि मन पर्यो होइन टक्क ल्यापटप यहाँ हाल्ने यहाँ केही सामानहरू हाल्न मिल्छ होइन यसको यो हल्का क्वालिटी अलिकति कम त कम हो त्यति राम्रो क्वालिटी होइन तर सामान त धेरै हाल्यो भने त त्यहाँदेखि च्यातिहाल्छ नि सो राम्रो छ मन पर्यो यो पनि यो क्वालिटी पनि मन पर्यो मलाई मन नपर्ने के भयो त नि होइन कसैलाई दिन सकिन्छ नि त होइन हाम्रो गरिब कसैले किन नसक्ने होइन नसक्ने हुन्छ नि त होइन उहाँहरूलाई नि दिन सक्छु मैले ढिलो नगरिकन चाचाले गरिहाल्नु है सो यो फोर्थ पनि भइहाल्यो होइन फोर्थ आइटम अब फिफ्थ र सिक्स चाहिँ कस्तो छ भने 5 र 6 नम्बरमा चाहिँ मैले यो उसमा यस्तो निधारमा लगाउने किनेको थिएँ कि घाममा पनि पोल्छ नि त त्यही भएर यो व्हाइट कलरमा है चट्ट लगाउने छ निधारमा सो 1 2 भनेपछि 4वटा आइटम भइहाल्यो 5 6 है 5 6 भइहाल्यो सो यो यहाँ राखिहालौँ यसको चाहिँ भोलि उस गरिहाल्नुपर्छ लगाइहाल्नुपर्छ घाममा काम गर्दाखेरि निधा डरेर यस्तो भइसक्यो साथीहरू यति राख सेतो हुन्छ यति राख डरे पुरा त्यसैले मैले यो मगाएको यो होइन अब एउटा मगाउँदा फेरि अब मैला हुन्छ यताउति हुन्छ नि त किनकि अहिले व्हाइट मात्रै लाउने उस छ के एप्रुभ छ त्यही भएर मैले व्हाइटमै मगाएको हो किन व्हाइटमा मगाएँ भन्नुहुन्छ होला व्हाइट कलरै युज गर्नुपर्ने छ त्यही भएर हो केही छैन दामी छ यो कपडा दामी छ शीतल हुन्छ शीतल हुने कपडा हो के यो पनि मन पर्यो है र 6 आइटम भयो अब 6 आइटम चाहिँ मलाई चाहिँ चाहिएको सामान हो यो 6 आइटम चाहिँ के हो भन्दा चाहिँ अब तपाईँले भन्नुहुन्छ मेड इन चाइनाकै हो होइन सामान होइन मेड इन चाइनाको मैले मार्केटतिर पनि खोजेको हो तर पाएन होइन त्यसैले चाहिँ मैले टिमु एपबाट नै मगाएको है अब यो चाहिँ मलाई चाहिने सामानै हो किनभने चाहिँ मेरो ब्लगिङ गर्ने सामानहरू क्यामेरादेखि होइन मेरो चार्जिङ अनि यो माइक अनि सबैकै एभ्रिथिङ के होइन गोजीमा हाल्ने सानो पछाडि बोक्दा यताउति बोक्दा अलिकति अप्ठ्यारो एक ठाउँमा हाल्दा फेरि अलिकति टुट्ने फुट्ने डरको कारणले गर्दा चाहिँ मैले यो सामान मगाएको के सामान हो भन्दा चाहिँ हेरौँ होइन म हजुरहरूलाई देखाउने छु अनबक्सिङ गरेर सो लेट्स गो गाइस होइन अब कस्तो रहेछ यसको यो क्वालिटी कस्तो रहेछ अब मलाई मन पर्दै हेरौँ है मेड इन चाइना हो यहीँ देख्नुहुन्छ नि मेड इन चाइना मेड इन चाइना भनेर मात्रै हुँदैन के मेड इन चाइना भने चाहिँ मान्छेहरूले भन्छ मेड इन चाइना भनेपछि होइन आज छ भोलि छैन भने जस्तो सोध्छ होइन तर होइन कुनै सामानहरू चाहिँ कस्तो हुन्छ भने कुनै सामानहरू चाहिँ एकदम लो क्वालिटीको हुन्छ त्यो पैसा अनुसारको हुन्छ अनि के अरे त्यो आफूले अर्डर गर्ने आफूले किन्ने सामान अनुसारको हुन्छ त कुनै सामानहरू लो पनि हुन्छ नराम्रो पनि हुन्छ होइन तर कुनै सामानहरू चाहिँ एकदम बेस्ट हुन्छ राम्रो हुन्छ जस्तो कि अब यो मलाई यो एकदम मन पर्यो होइन यो सामान एकदम राम्रो छ सस्तो पनि एकदम राम्रो पनि होइन अनि यो हातमा लाउने सामान पनि एकदम सस्तो पनि राम्रो पनि छ तर सस्तो भन्नाले कति हो यसको दिराम 15 16 17 कति दिराम छ यसको अनि यो पनि यो निधारमा लाउन हुन्छ घाम छेक्छ यो यसको यो कपडा पनि एकदम शीतल छ होइन जस्तो कि अब यो कफी मग पनि एकदम राम्रो चिया हाल्यो मजाले पियो होइन यसको क्वालिटी पनि राम्रो छ मेड इन चाइना मात्रै भनेर हुन्न नि त मेड इन चाइना हो यस्तो राम्रो हुँदैन यो सामान नराम्रो हुन्छ भनेर सोच्नुहुन्छ भन्नुहुन्छ होइन राम्रो छ अब यो झोला अरू ठाउँको अरू देशको कम्पनीको पनि एकदम डोलो हुन्छ त होइन तर मेड इन चाइना भएर पनि के गर्नु एकदम राम्रो बेस्ट छ है सो गाइज योभन्दा अगाडिको भिडियो पनि तपाईँले हेर्न सक्नुहुन्छ मैले के मगाएको थिएँ होइन मैले धेरै जस्तो टिमु एपबाट नि मगाउँछु आरआर एपहरू पनि मगाउँछु आरआर अनलाइन सपिङ पनि गर्छु मैले होइन चाहिएको सामानहरू अनि
अहिले टिमु भइसकेपछि एकदम सजिलो पनि भइरहेको छ। अनि सो टिमु पर मैले मगाएको यो हेरिहालौँ न होइन, यो ब्याग 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 के हो साथीहरू, ब्यागै हो। ल हेरौँ त, ल आइयो नि त साथीहरू, यसमा चट्ट होइन, चट्ट यो ब्याग चाहिँ मलाई एकदम चाहिएको होइन, एकदम चाहिएको अनि एकदम खोजिरहेको ब्याग हो है, एकदम खोजिरहेको ब्याग हो मैले चाहिँ यो ब्याग चाहिँ। सो क्वालिटी पनि दामी बेस छ, खोलेर देखाइहाल्छु नि म तपाईँहरूलाई होइन। ढेन्टरान ल हेर्नु साथीहरू, हेर्न सक्नुहुन्छ नि होइन, ठुलो लगेज सानो ह्यान्ड लगेज। अब हेर्नुहोस् कस्तो राम्रो क्वालिटी छ, ल हेर्नुहोस् ल यस्तो राम्रो क्वालिटी छ। यसको चाहिँ मैले धिराम त्यस्तै 55-55 कति छ हो, समथिङ 50 पर 60 को अन्डरमा छ यसको प्राइस चाहिँ। एकदम राम्रो हो, मन पर्यो होइन, बेस्ट क्वालिटी हो कि एकदम डह्रो छ। अनि यसमा चाहिँ मैले चाहिँ यो ब्याग चाहिँ मैले किन किनेको, यो सानो ब्याग चाहिँ किन किनेको भन्दा चाहिँ म तपाईँलाई देखाउँछु होइन किन किनेको भन्ने चाहिँ। धेरै मैले यो ब्याग चाहिँ किन किनेको भने चाहिँ धेरै थोक कुरो हाल्न सक्यो मेरो, अब जस्तो कि अब DJI-को माइक भइहाल्यो होइन, अनि अब DJI-को मेरो के अरे त्यो स्ट्यान्ड छ, मोबाइल स्ट्यान्ड, सबै कुरा सामानहरू चट्ट यहाँ हाल्यो होइन, चट्ट यसरी हाल्यो सबै सामानहरू, अनि चट्ट होइन, चट्ट सामान यसरी हालिसकेपछि मलाई लिएर हिँड्न नि सजिलो भयो नि त, चट्ट ल अब यसरी लिएर हिँड्न सजिलो भयो नि त, पछाडि बोकिराख्नु भन्दा चट्ट लिएर हिँड्ने। म तपाईँहरूलाई यो ब्याग लिएर हिँडेको, अनि यो ब्याग चाहिँ मैले यताउति जाँदा चाहिँ मेरो सामानहरू हालेको र हिँडेको चाहिँ म देखाउँछु भिडियोमा है। वाउ आई लाइक इट, आई लभ इट, बेस्ट क्वालिटी छ, एकदम राम्रो क्वालिटी होइन। मैले धेरै मार्केटहरूमा खोजेँ तर पाएन होइन, अब ठुल्ठुलो मात्रै हुन्छ नि त, प्रायः धेरैले युज गर्दैन नि त यो सामानहरू, प्रायः यही यस्तो सामानहरू घट्दैन बेलामा युज गर्ने हो होइन। अनि योभन्दा अलि ठुलो चाहिँ ह्यान्डब्याग युज गर्छ, यो पनि गर्ने हो, तर म यो नेपाल जाँदा लिएर जान्छु, छुट्टीमा जाँदा फेरि चट्ट धेरै थोक गर्न काम लाग्छ यो ब्याग चाहिँ होइन। सो गाइस दामी छ सामान, दामी मन पर्यो, एकदम बेस्ट क्वालिटी होइन, एकदम मन पर्यो दाइ। सुपर दामी, घर जाने बेलामा लिएर जाने हो नि त, त्यही भएर मैले मगाएको, मलाई यो सामान एकदम मन परेको। सायद मैले नेक्स्ट टाइम पनि फेरि आजको लागि यति नै मेरो अनबक्सिङ भिडियो पनि है टुङ्गाउन चाहन्छु।